नमस्ते। आज हाम्रो स्कुलमा प्रोग्राम भइरहेको छ हैन, रनिङ प्रोग्राम। म तपाईहरुलाई अघि लेडिजको रनिङ भइरहेको थियो, अहिले चाहिँ जेन्ट्सको स्टार्ट हुँदैछ। म हजुरहरुलाई जेन्ट्स पार्टीतिर लिएर जाँदै छु हैन। जेन्ट्समा चाहिँ को फर्स्ट दौडिन्छ त्यसमा यो फुच्चे फेरि कहाँबाट आयो? यसलाई हेर्नु न यसलाई। यो चाहिँ जेन्ट्सको ल जेन्ट्सको स्टार्ट भएछ। ल गाइज हेर्नु है, बिचरा चप्पल लगाएर दौडिरहेछन्। यस्तोमा चाहिँ त्यो गिट्टी बिजाएर होला नि है, अलिकति प्रब्लम छ के गाइज, किनभने अब स्कुलको जग्गा अलिकति थोरै छ हैन। हुन त हाम्रो स्कुलमा बी हो है, तर स्कुलको जग्गा चाहिँ थोरै भएको हुनाले चाहिँ अहिले हामीलाई चाहिँ यो प्रोग्राममा लैजानको लागि सेलेक्ट गर्नुपर्ने भएको हुनाले चाहिँ हामीले यो रोडको किनारको सहायता लिनु परेको हो। त्यसैले ल हाई म्याडम, नमस्ते। के छ हाल खबर? ठीक छ। कस्तो लागिरहेछ? एकदम खुसी लागिरहेछ। अलिकति प्रब्लम भयो कि स्टुडेन्टहरुलाई हैन, किनभने यो फिल्ड नभएको हुँदाखेरि अलिकति समस्या आएको, के गर्नु पर्ने। तर पनि केही छैन, यसमा चुज गरेर हैन, जहाँ सम्बन्धित ठाउँमा दौड्नु पर्ने ठाउँमा चाहिँ अलिकति राम्रो हुन्छ हैन। यहाँ चाहिँ हामीले जस्ट चुज गर्ने पर्ने हुनाले मात्रै हो हैन। ल ठिकै छ। ल सेकेन्ड टिमलाई है। को आयो? ध्रुवलाई चप्पल लाएर मुस्किल पर्यो। विशाल त जेमा पनि फर्स्ट आएको, हाइजम्प लङ जम्प हैन, जेमा पनि। अनि एउटै विद्यार्थी अरूमा खेल्न पाउँछ? आउँछ कि हामी पनि, त्यही त के गाह्रो हुन्छ नि सबैमा एउटै मात्रै। अहिले यो ध्रुव के अरे उ विशालको पछाडि ध्रुव छ हैन, ध्रुवलाई सेलेक्ट गराए हुन्छ के, अरूभन्दा त अगाडि गयो नि। राधा म्याडम, हेलो, के छ? दौड्नेलाई घाम भएन अनि रोडमा कुर्नेलाई त हो। यिनीहरू 3 जना मात्रै रहेछ हैन। ल गाइज, म यतिकैमा हैन इन्ड हुन चाहन्छु। अहिले चाहिँ सकिसक्यौँ, अब अर्को प्रोग्राम हुनुपर्ने हुन्छ। अहिले चाहिँ यो दौड प्रतियोगिताको चाहिँ सबै भइसक्यो। अब चाहिँ अर्को हाइजम्प लङ जम्पमा चाहिँ त्यता सेलेक्ट गर्नुपर्ने हुन्छ। ल हस् त, धन्यवाद।